Okay, welcome on my YouTube channel. So today I'm going to start chapter 9 or indices, right? So first of all, we have to some formula or rules provide you, right? So and then solve this some problems, right? So practice 9.1, right? So first of all, so you say this one is, so this one is here allied publication, right? So class 10, right? So and then so तपाईहरुलाई म केही चाहिँ फर्मुला प्रोभाइड गर्छु, राइट? र त्यसमा चाहिँ इन्डिसेसमा, सो इन्डिसेसमा चाहिँ जति पनि क्वेशन छन् नि तपाईहरुको बुकमा, इन्डिसेसमा अलाइड पब्लिकेसनमा भएका जति पनि क्वेशनहरु छन् त्यसमा चाहिँ 1 देखि लिएर कतिसम्म क्वेशन छ. सो look at here 1 देखि so page number indices को 218 page number. So 1 देखि 9 सम्म क्वेशन छ, राइट? 1 देखि 9 सम्म केही रुलहरु छन्, रुल अप्लाई गर्नुपर्ने हुन्छ, राइट? र त्यसमा चाहिँ फर्मुलाहरु चाहिँ धेरै छन्, राइट? फर्मुलाहरु चाहिँ धेरै छ र 89 सम्म चाहिँ रुल चाहिँ युज हुने गरी, राइट? रुल चाहिँ युज हुने गरी जति युज हुन्छ त्यति फर्मुला मात्रै म तपाईहरुलाई प्रोभाइड गरिदिन्छु, राइट? Yes, so you can see here on rules of indices, right? So first one, so अब first one एउटा rule छ first मा, right? So you can look at properly here. So here is x, right? So here is x. So base same छ भने र साइन चाहिँ इन्टु मा छ भने, राइट? पावर के गर्ने? एडिसन गर्ने अर एड गर्ने, राइट? सो के हुन्छ? x to power m plus n, राइट? सो अझै बुझ्नु भएन भने, so like this, for example 2 को पावर 3 into 2 को पावर 5, राइट? र बेस सेम छ भने यसलाई के भन्छ? व्हाट इज इट इज कॉल्ड, राइट? यसलाई के भन्छ? देन 2 लाई के भन्छ? बेस, यो 3 लाई के भन्छ? एक्सपोनेन्ट अर पावर, राइट? सो यो बेस सेम छ भने बेस सेम छ र साइन चाहिँ इन्टुमा छ भने पावर के हुन्छ? एड हुन्छ, राइट? 3 plus 5, right? 3 plus 5 एड गर्दा कति हुन्छ? So how much we get? So 8, right? 2 को पावर 8 भने कति हो? 2, 5, 6, right? So number 2, right? So म 6 वटा फर्मुला प्रोभाइड गरिदिन्छु. फर्मुलाहरु चाहिँ धेरै छन् र फर्मुला 6 हरु प्रोभाइड गरिदिन्छु म, राइट? र त्यसमा चाहिँ अब 6 वटा फर्मुला जान्नु भयो भने त्यसमा मन्त्र जस्तै हो, तपाईलाई मन्त्र दिदैछु है म, इन्डिसेस को मन्त्र, राइट? मन्त्र दिदैछु. Yes, so in 2 number, I would look at properly here and
a power x divide a power y, राइट। सो यो के हुन्छ भने डिभाइडमा छ भने बेस सेम र डिभाइडमा छ भने के हुन्छ a power x माइनस y, राइट। डिभाइडमा छ भने माइनस, इन्टुमा छ भने प्लस, राइट। सो अझै बुझ्नु भएन भने यसरी, राइट। a power x माइनस y सब्ट्र्याक्ट गर्न मिल्दैन, किन? अनलाइक त हुन्छ, राइट। सो यति छोडेर एन्सर ए नै हुन्छ, राइट। a power x डिभाइड a power x, राइट। अब यसमा के हुन्छ भने बेस सेम छ र डिभाइडमा छ भने के गर्ने, पावर के गर्ने माइनस, डिभाइडमा छ भने माइनस गर्ने भनेको छु मैले, राइट। माइनस a power x माइनस x, यो के हुन्छ a power x माइनस x भनेको कति हो 1 माइनस 1 भने जस्तै हो, राइट। x माइनस x भनेको 0, यो प्लस छ, यो प्लस अनि माइनस, प्लस माइनस के भइहाल्छ 0। और यसरी बुझ्दा पनि हुन्छ 1 माइनस 1 गर्दाखेरि कति हुन्छ 0, राइट। a पावर 0 भनेको कति हो 1, जुनसुकैको भ्यालु जति लाखौँ करोडौँ भए पनि त्यसको पावरमा 0 भएपछि के हुन्छ 1 नै हुने हो, राइट। यो त यु नो अल द्याट, राइट। सानो क्लासदेखि पढ्दै आइरहेको 8 क्लासदेखि 9सम्म, अहिले 10 मा हुनुहुन्छ, यस, राइट। सो अझै बुझ्नु भएन भने राइट 2 पावर 5 2 पावर 1, यो भनेको बेस सेम छ र डिभाइडमा छ भने के गर्ने 2 पावर 5 माइनस 1 इजिकल टु 2 पावर 4, यो भनेको कति हो 16, राइट। 2 पावर भनेको कति हो 16, एन्सर के हुन्छ, एन्सर इज 16, राइट। सो लुक एट प्रोपरली हियर। नेक्स्ट रुल नम्बर 3 मा a पावर m b पावर m, सो यसमा के गर्ने भने व्हाट टु डु, एन्ड सो a को पावर m छ, b को पावर m भनेपछि a बाई b लेख्ने होल पावर m, राइट। a को पावर m b को पावर m भन्नुको मतलब a को पनि m हो, b को पनि पावर के हो m हो, राइट। सो कुनै कन्डिसनमा क्वेसनमा यस्तो दिएको हुन्छ नि तपाईलाई, कुनै कन्डिसनमा क्वेसनमा तपाईलाई यस्तो दिएको हुन्छ र त्यसलाई कुनै कन्डिसनमा फेरि यस्तो गर्नुपर्ने हुन्छ, यो भन्नु र यो भन्नु एउटै हो, राइट। यो भन्नु के हो एउटै हो, राइट। यो भन्नु र यो भन्नु एउटै हो, राइट। सो नेक्स्ट, सो अझै बुझ्नु भएन भने यसरी 2 को पावर 3 डिभाइड बाई 3 को पावर 3, यहाँ पनि 3 छ, यसमा पनि 3 छ, राइट। भनेपछि 2 बाई 3 लेख्ने अनि होल पावर 3, राइट। सो नेक्स्ट नम्बर 4, राइट। र 256 अनि पावर माइनस 1, सो यो एकदम इम्पोर्टेन्ट छ, राइट। नाउ लुक एट प्रोपरली हियर 256। अब इन्डिसेस च्याप्टरमा च्याप्टर वाइज रुलहरू फरक हुन्छ, राइट, सबै सेम हुँदैन, राइट। च्याप्टर वाइज इन्डिसेसमा नेगेटिभ छ भने, पावर नेगेटिभ छ भने जहिले पनि पावर चाहिँ पोजिटिभतिर लैजानुपर्छ, राइट। पोजिटिभ गराउनु, जसरी एनी हाउ पोजिटिभ गराउनु पर्यो, राइट। भनेपछि पोजिटिभ गराउँदाखेरि जस्ट सानो क्लासमा पढ्नु भएको छ, सिम्प्लिफाई गर्दाखेरि डिभाइड दिएको हुन्छ, डिभाइड गर्दाखेरि डिभाइडलाई फेरि इन्टुमा चेन्ज गर्दाखेरि नम्बर के हुन्छ इन्टरचेन्ज भइदिन्छ, प्लेस के हुन्छ चेन्ज भइदिन्छ, त्यसलाई के भन्छ इन्टरचेन्ज भन्छ क्या, इन्टरचेन्ज भइदिन्छ। तलको इन्टरचेन्ज भनेको तलको माथि, माथिको तल, राइट। न्युमिनेटरको डिनोमिनेटरमा जान्छ, डिनोमिनेटरको नम्बरहरू न्युमिनेटरमा जान्छ, राइट। सो नाउ लुक एट प्रोपरली हियर, जस्ट न्युमिनेटरमा छ, न्युमिनेटरमा कति छ 256, डिनोमिनेटरमा नथिङ इज
केही छैन भने डिनोमिनेटरमा केही छैन भने 1 हुन्छ, यु नो अल द्याट, राइट। भनेपछि रेसिप्रोकल मैले भनिसकेँ। रेसिप्रोकल भनेपछि इन्टरचेन्ज गर्ने, तलको माथि, माथिको तल। इन्टरचेन्ज गर्दाखेरि प्लेस चेन्ज हुँदाखेरि साइन पनि के हुन्छ, चेन्ज हुन्छ, राइट। मैले भनेको कुराहरू तपाईँले एकदम याद गर्नुभयो भने ए प्लस पक्का, राइट। सो इन्टरचेन्ज हुँदाखेरि के पनि हुन्छ, इन्टरचेन्ज हुँदाखेरि साइन पनि चेन्ज हुन्छ, राइट। इन्टरचेन्ज हुँदाखेरि साइन पनि चेन्ज हुने हो, राइट। इन्टरचेन्ज हुनु तलको माथि, माथिको तल। 1 के भयो, 1 केमा छ, डिनोमिनेटरमा, राइट। डिनोमिनेटर भनेपछि 1 केमा आउने भयो, न्युमिनेटरमा। नेगेटिभमा छ भने मात्र फेरि, नेगेटिभमा छ भने के हुने भयो, न्युमिनेटरमा 1 जाने हो। अब 56 छ, न्युमिनेटरमा छ, डिनोमिनेटर जाने हो 256। अनि पावर के हुने भयो, पोजिटिभ। पावर के हुने भयो, पोजिटिभ, राइट। कुनै कन्डिसनमा तपाईँलाई यस्तो दिएको हुन्छ, यस्तो गर्नुपर्ने हुन्छ, राइट। कुनै कन्डिसनमा 1/256 पावर 1 दिएको हुन्छ, कुनै कन्डिसनमा अनि फेरि बेस सेम ग्राउन्डलाई यो लेख्नुपर्ने हुन्छ, 256 पावर -1 लेख्नुपर्ने हुन्छ, राइट। सो पक्कै यो बुझ्नुभयो होला, राइट। क्वेसन नम्बर 5, रुल 5 अझै बुझ्नु भएन भने 2/3 -2 होल पावर -2। अब यो गरेपछि बुझ्नुहुन्छ होला पक्कै पनि है, यो गरेपछि। अब इन्टरचेन्ज गर्ने, इन्टरचेन्ज हुँदाखेरि साइन पनि चेन्ज हुन्छ, या नेगेटिभ छ भने पोजिटिभ बनाउने मैले भनेको छु, राइट। अनि 3/2 इन्टरचेन्ज गर्ने, 3 माथि 2 तल, राइट। हुँदाखेरि साइन चेन्ज हुन्छ भनेको छैन मैले, साइन चेन्ज हुन्छ। नेगेटिभ छ भने पोजिटिभ, पावर के भयो, पोजिटिभ भएको, पावर के भयो, पोजिटिभ, राइट। भनेपछि 3 को स्क्वायर गरिदिन्छ 9, 2 को स्क्वायर गरिदिन्छ 4। एन्सर इज 9/4, राइट, राइट। सो 5 रुल 5, 2 को पावर x छ, इक्वल, यो इक्वल साइन ख्याल गर्नु पर्यो, इक्वल साइन। जस्तै यहाँ इक्वल साइन छैन नि, यहाँ इक्वल साइन यो होइन। खासमा यसको एन्सर यो अनि यसको एन्सर यो हो। मैले भनेको क्वेसनमै यहाँ इक्वल साइन हुन्छ तपाईँको बुकमा, राइट। यो त फर्मुला, जस्ट फर्मुला रुल हो, राइट। यो क्वेसनमै दिएको हुन्छ रुल। क्वेसनमा भन्दा पनि यो गर्दाखेरि आउँछ नै यो बिचमा रुल, है। अनि यहाँ 2 को पावर समथिङ 5 राखौँ होइन, 5 राखौँ चाहिँ यो बेस सेम भएपछि पावर के हुन्छ, इक्वल। र पावर फेरि पावर इक्वल छ भने के हुन्छ, फेरि बेस फेरि इक्वल हुन्छ, राइट। त्यो बुझ्नुपर्छ भनेपछि अझै बुझ्नु भएन भने यसो 2 क्यान्सल, बाँकी वाट इज रिमाइनिङ, बाँकी भएको x छ अनि यहाँ 2 त छैन, 2 क्यान्सल भएपछि 5 रिमाइनिङ, अनि x को भ्यालु कति रहेछ, 5, राइट। सो लेट्स बुकको क्वेसन सल्भ गरि नै हालौँ, राइट। सो गर्न चाहिँ भ्याउँदैन, मैले गरेकै यो छु है, कपीमा आफ्नो होमवर्क गरेको नि तपाईँले म प्रोभाइड गरिदिन्छु। सो बिकज अफ आई एम अ स्टुडेन्ट, राइट, आई एम नट अ टिचर, राइट। सो फर्स्टमा क्वेसन छ इङ्ग्लिसमा, क्वेसन नम्बर 1 मा। सो नाउ लुक एट क्वेसन नम्बर 1A। सो वाट इज एन एक्सपोनेन्सियल इक्वेसन। एक्सपोनेन्सियल इक्वेसन भनेको के हो भन्दाखेरि इन सिम्पल वर्ड है, इन सामान्य अर्थमा सिम्पली बुझ्दाखेरि एक्सपोनेन्सियल इक्वेसन भनेको के हो त, एउटा इक्वेसन जुन चाहिँ एक्सपोनेन्ट है, भेरिएबलको पावरमा के हुन्छ। सो एक्सपोनेन्ट भनेको पावर हो, राइट। कुनै पनि
कुनै पनि एक्सपोनेन्टमा चाहिँ भेरिएबल हुन्छ भने त्यसलाई के भन्ने हो एक्सपोनेन्सियल इक्वेसन सो सिम्पली बुझ्दाखेरि राइट सो लुक एट क्वेसन नम्बर बी राइट सो इफ ए को पावर एक्स बराबर ए को पावर वाई राइट सो एक्सप्रेस एक्स इन टर्म्स अफ वाई को टर्म्सलाई एक्समा एक्सप्रेस गर्ने अभिव्यक्त गर्ने भन्छ नेपालीमा अभिव्यक्त सो एक्सप्रेस गर्ने राइट सो इन टर्म्स अफ वाई इज एक्स इज इक्वल टु वाई एन्सर इज एक्स बराबर वाई कसरी थाहा छ रुल तपाईँलाई मैले प्रोभाइड गरिसकेको छु राइट यो ए क्यान्सल भएपछि बाँकी रिमाइनिङ भएको लेख्ने हो एक्स बराबर वाई राइट सजिलो छ सो एकदम सजिलो छ राइट सजिलो मानेर गर्नु पऱ्यो कि सजिलो हुन्छ नै सबैभन्दा सजिलो विषय भनेको म्याथ हो राइट सो लास्टमा तपाईँहरूलाई म ए प्लस कसरी लगाउने टप कसरी हान्ने म त्यो पनि म एउटा मन्त्र जस्तै एउटा फर्मुला जस्तै म तपाईँलाई दिन्छु म्याथकै ल्याङ्ग्वेजबाट राइट सो डोन्ट वरी सो इफ म्याथमा कसरी टप हान्ने है म रोड तपाईँहरूलाई म एक दिन म चाहिँ अर्को भिडियोमा चाहिँ प्रोभाइड गरिदिन्छु सो लुक एट क्वेसन नम्बर नेक्स्ट क्वेसनमा छ सी नम्बर है इन क्वेसन नम्बर सी इफ एक्स बराबर एक्स पावर पी बराबर ए को पावर पी वाट इज द भ्यालु अफ एक्स को भ्यालु फाइन्ड आउट गर्नुपर्ने एक्स को भ्यालु पी क्यान्सल हुन्छ राइट किन थाहा छ यो इक्वल साइन छ त्यही भएर बुझेछ नि इक्वल साइन भएपछि के हुन्छ अरे यहाँ टू र यता टू छ यता टू हियर इज अल्सो हियर इज यता टू यता पनि टू भएपछि के हुन्छ टू क्यान्सल भयो किन थाहा छ इक्वल साइन छ त्यही भएर बुझेछ यहाँ एक्स छ यहाँ ए भइदिएको भए ए पनि क्यान्सल हुन्थ्यो किन थाहा छ यहाँ पिपी छ पिपी क्यान्सल हुने भयो राइट त्यही भएर बाँकी रिमाइनिङ भएको लेख्ने हो एक्सको भ्यालु के हुन्छ ए राइट सो नाउ लुक एट क्वेसन नम्बर नेक्स्ट क्वेसन नम्बर डी